Hello everyone, welcome back to my channel. So मैले यहाँ इटा मोचुकदेखि ठिक दक्षिणतर्फ यहाँ हाम्रो हनुमान कम्प्लेक्स ठिक अन्डरग्राउन्डमा चाहिँ यहाँ मैले चाहिँ यति राम्रो कम्प्लेक्सभित्र चाहिँ मैले यहाँ रङ्गोली लगाएको देखेँ। रङ्गोलीको यति यति डिजाइन गर्नुभएको छ कि यहाँ चाहिँ यहाँ चाहिँ अब तपाईँले अरू पनि यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदम सजावटदेखि लिएर डेकोरेसन मल एकदम एट्र्याक्टिभ छ। यहाँको चाहिँ यहाँ चाहिँ हरेक अब जस्तो तपाईँले यहाँ यो बिदाम्बर यो मलभित्र चाहिँ तपाईँले गोल्ड मेकिङ, गोल्ड सप, ब्युटिसियन अनि मेकअप अनि गिफ्टेड दिस मोबाइलको अल ब्रान्डको यहाँ यो सपमा चाहिँ त्यस्तो फोनहरू चाहिँ पाउनुहुनेछ। अल ब्रान्डको चाहिँ फोनहरू पाउनुहुन्छ जस्तो अब वान एप्पल, रियलमी, भिभो, ओप्पो, स्यामसङ, एमआई, रेडमी, वान प्लस। सबको नाम चाहिँ श्री साया मोबाइल एसोसिरिज। अब तल हेर्नुहुन्छ अझै तल हेर्नुहुन्छ अनि तल पनि यहाँ मोबाइल सप छ। यहाँनिर चाहिँ अब स्यामसङ ग्यालेक्सी अब अहिलेको न्यू लन्च फोनहरू पनि तपाईँले यहाँनिर सपभित्र चाहिँ पाउनुहुनेछ। पाथिभारा स्मार्टफोन क्याफे ब्राकेट SES। अनि यहाँ चाहिँ एर्की ब्रान्डको यहाँनिर तपाईँले हरेक जस्तो स्पोर्ट वेयर, सुज, स्लिपर, स्पोर्ट वेयर जिममा जस्तो युज हुने तपाईँले यहाँ भेट्न सक्नुहुन्छ। स्पोर्ट प्याड, स्पोर्ट तपाईँले भेट्न सक्नुहुन्छ। जस्तो यहाँनिर यति मजाले यहाँनिर हाम्रो यहाँ हाम्रो ग्रुपबाट चाहिँ यहाँनिर सरहरूले चाहिँ यहाँनिर स्पोन्सर गर्नुभएको रहेछ। म ग्लो एन्ड ग्रेस मैले चाहिँ यहाँ सरसँग पनि कन्सल्ट गर्छु है। तपाईँहरूले चाहिँ यहाँनिर जति यहाँ मैले आइकन चाहिँ हेर्दाखेरि क्यान्डलहरू यति मजाको स्मेलहरू आएको थियो है। परफ्युम फ्लेभर अनेक भेराइटीबाट परफ्युमहरू चाहिँ यहाँ रहेछ। स्मेल चाहिँ यति राम्रो आएको छ यहाँ चाहिँ है। त्यो लागि मैले पनि एउटा सानो 100 मैले पनि यहाँनिर एउटा 1 पिस क्यान्डल चाहिँ यहाँनिर मैले लिएँ है। देख्न सक्नुहुनेछ यो क्यान्डल चाहिँ एउटा यो क्यान्डल। अर्को चाहिँ यहाँनिर उयो थियो है, अर्को यहाँनिर लाइटिङ थियो नि यो चिर्क है यहाँ ए एउटा यो फ्लेभरको चाहिँ क्या तपाईँले देख्नुहुनेछ होइन। यसले चाहिँ दीपावलीको दिन चाहिँ यति राम्रो शोभा र स्मेल घरको शोभा रौनक बढाउँछ यसले। यहाँ चाहिँ हाम्रो यहाँनिर सरहरू हुनुहुन्छ है, उहाँसँग पनि एकचोटि कन्सल्ट गर्नु। सर लाउनु नि एकचोटि। हजुर म एन्सर सोध्छु होइन, तपाईँ अनि म क्वेसन सोध्छु तपाईँ एन्सर भन्नु। जस्तो तपाईँले यो चाहिँ अब जस्तो आइडिया चाहिँ कहाँ देखायो तपाईँसँग चाहिँ? उहाँ चाहिँ हजुरको वाइफ होइन, माई सिस्टर हो। उहाँ म्यारिड हो कि अनम्यारिड हो? अनम्यारिड। ओ मुस्कान हजुरले के इन्ट्रोड्युस गर्न सक्नुहुन्छ यसको बारेमा चाहिँ क्यान्डलको लागि? ओ या स्योर। तपाईँ चाहिँ उहाँको ब्रदर, हजुरको शुभ नाम? केशव साईवाला। केशव साईवाला। अनि उहाँ चाहिँ ब्रदर? हजुर, उहाँ पनि ब्रदर। उहाँ पल्लोपट्टिको चाहिँ? हजुर ब्रदर। अनि उहाँ चाहिँ मदर?
होइन उहाँ आन्ट आन्टी हजुर अनि अघि यहाँ उभिनु हुने चाहिँ उहाँको बुवा ए बुवा ड्याड अनि म पनि अहिले यहाँनिर म्याम अलिकति बिजी हुनुहुन्छ होइन म चाहिँ उहाँसँग अलि कन्सल्ट गर्छु है अब त्यही अब म्याम अलि बिजी हुनुहुन्छ म तपाईँलाई चाहिँ अरू पनि यहाँ भ्यूहरू देखाउँछु है यहाँ भित्रको चाहिँ यसो राउन्ड घुमेर चाहिँ देखाउँछु है तपाईँलाई म चाहिँ त्यस्तो ब्लगर चाहिँ होइन है अब मैले त्यो ब्लगिङको लागि मैले 10 वटा मात्र सर्ट भिडियो पनि कम्तीमा 4-6 वटा होला अनि लङ भिडियो 3टा तर मैले यो ब्लगिङ च्यानल चाहिँ बनाउनुको मेरो चाहिँ मैले चाहिँ खास मेरो सब्सक्राइबर पनि दिएको छैन अनि मलाई सब्सक्राइब चाहिँदैन क्या मलाई तपाईँहरूको माया नै भइपुग्छ है यदि तपाईँलाई यो भिडियो ब्लग हजुरलाई राम्रो लाग्यो भने है लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला लाइक एन्ड सेयर एन्ड सब्सक्राइब हजुर तपाईलाई के सोध्नु छ मलाई भन्नु त अब हजुरको शुभ नाम मेरो मुस्कान साइवाला हजुरले मलाई नम्बर पनि दिनुभएको थियो है हजुर मैले नम्बर दिएको थिएँ हजुरलाई मैले चाहिँ जस्तो यहाँ देखेँ होइन जस्तो मैले धरान लगे भने चाहिँ कति पर्छ धरान लगे भने अब ठ्याक्कै तपाईँको मलाई लोकेसन चाहियो क्वान्टिटीको हिसाबले जस्तो 100 पिस 50 पिस 30 पिस 40 पिस अब हेर्नु मलाई ठ्याक्कै तपाईँको मेन त लोकेसन चाहियो अलिकति साह्रो बोल्नु नि मलाई ठ्याक्कै चाहिँ तपाईँको लोकेसन चाहियो बट 100 to 200 रुपैयाँमा हामी तपाईँलाई ठ्याक्कै तपाईँको घरमै ल्याइदिन्छौँ पुरा जति तपाईँको अर्डर हुन्छ एक पिस क्यान्डलको एक पिस क्यान्डलको चाहिँ तपाईँले होइन हजुर 100 लिनुभयो होइन तपाईँले यो क्वान्टिटी हिसाबले दिँदाखेरि चाहिँ कतिसम्म दिनुहुन्छ हजुर यो तपाईँले 1 पिस क्यान्डलको तपाईँले 100 रुपिस गिफ्ट गर्नुभयो होइन हजुर अनि क्वान्टिटी हिसाबले दिँदाखेरि चाहिँ कतिले दिनुहुन्छ क्या हाम्रो एउटा 100 रुपिसको भयो अनि 10 वटा लिनु भयो भने एउटा फ्री छ त्यसमा सो 1000 रुपिसमा तपाईले 11 क्यान्डल्स आइहाल्छ त्यो म त्यस्तो मार्केटिङ हेर्दिनँ होइन म चाहिँ जस्तो अब तपाईँले अब 100 भन्नुभयो नि 100 मा 18 1 पिसको 18 ले गर्दा हुन्छ अब हेर्नु तपाईले अझै पनि सामानहरु केही मेरोबाट क्यान्डल्सहरु पर्चेज गर्नुभयो बल्कमा भने आई क्यान अफर यु अ भेरी गुड डिस्काउन्ट हैन बट यतिको लागि त आई क्यान नट अफर यु अ मोर डिस्काउन्ट बट यस तपाईले धेरै पर्चेज गर्नुभयो भने तपाईले राम्रो डिस्काउन्ट पनि पाउनुहुन्छ प्लस कहिलेकाहीँ फ्री डेलिभरी पनि पाउनुहुन्छ अलिकति सारो बोल्नु नि प्लस फ्री डेलिभरी पनि पाउनुहुन्छ अनि हाम्रो इन्स्टाग्राममा पनि पेज छ तपाईले इन्स्टाग्रामबाट पनि हामीलाई अर्डर दिदा भइहाल्यो हाम्रो त्यसमा क्याटलग पनि छ विथ डिजाइन्स एन्ड एभ्रीथिङ तपाईले त्यहाँबाट चुज गर्दा पनि भइहाल्छ म चाहिँ क्याश अन डेलिभरी गर्नुपर्छ कि सुरुमा क्याश अन डेलिभरी हो कि स्क्यानर तपाईले क्यूआर गर्दा भइहाल्यो सुरुमा क्याश पे गर्नुपर्छ क्यूआर बाट क्यूआर मा सुरुमा क्याश पठाउनु पर्यो त्यहाँदेखि तपाईले यहाँ दिसान पठाउनुहुन्छ हैन हजुर हजुर स्योर यसै तपाईले यहाँ प्राइस देख्न सक्नुहुनेछ हैन तपाईले उहाँ चाहिँ म्याम हुनुहुन्छ हैन बोल्नु नि हुन्छ उहाँ चाहिँ अलि बिजी हुनुहुन्छ हैन उहाँको ब्रदरसँग अलि थोड़ा बहुत कंसल्ट करते हैं ब्रदर हजुर माइकमा अलिकति केही यहाँ यसो अगाडि पछाडीको भनिदिनु नि है सो यो ग्लो एन्ड ग्रेस को स्टल हो यो चाहिँ अब आज हाम्रो 16 अक्टोबर देखि सुरु भएको थियो आज दिनभरि थियो अब भोलि र पर्सि पनि रहनेछ सो डोन्ट मिस आउट सबैजना आउनु होला अहिले तिहारमा 20% अफ पनि चलिरहेछ जहाँबाट पनि तपाईले हामीलाई हेर्दै हुनुहुन्छ सबैजना आउनु होला परचेज गर्नु होला सपोर्ट गर्नु होला स्प्रेड लभ एन्ड शेयर अस एभ्रीवेयर हामी इन्स्टाग्राममा पनि छौ विथ द नेम ग्लो एन्ड ग्रेस सेन्टेड क्यान्डल्स प्लिज फलो अस एन्ड डु भिजिट थ्यांक यू उहाँले चाहिँ आफ्नो डिटेल्स राम्रोसँग दिनुभयो हैन यहाँ सबको पनि यहाँ तपाईले देख्न सक्नुहुनेछ ग्लो एन्ड ग्रेस सेन्टेड क्यान्डल्स म चाहिँ यहाँ धनबाट आएको थिएँ है म चाहिँ यहाँ
पहिला चाहिँ यहाँनिर हाम्रो सरलाई यहाँ भेटेको थिएँ होइन, त्यही कारणले चाहिँ म यहाँनिर भिजिट गरेँ उहाँलाई भेट्नको लागि चाहिँ। मैले भिजिट गरेँ। अनि यहाँ टाढैबाट जस्तो म माथि फर्स्ट सेकेन्ड थर्ड फ्लोरबाट घुम्दाखेरि मैले यहाँ तल ठिक यहाँनिर फ्लावरले डेकोरेट गरिकन यहाँ चाहिँ सजाउनु भएको थियो होइन, त्यही भएर चाहिँ म यहाँनिर आइकिन एउटा क्यान्डल चाहिँ लिएर गएँ है। एउटा मैले यो खालको क्यान्डल चाहिँ लगेँ, यो खालको क्यान्डल लगेँ मैले चाहिँ। अब स्मेल चाहिँ यति राम्रो आएको छ, तपाईँहरूले पनि यहाँनिर आउनु सक्नुहुने। यस्तै तपाईँले नि मैले यो कसरी वर्णन गरौँ है। सो अहिलेलाई यति नै होइन, बाँकी चाहिँ अब उहाँहरूको पनि लिङ्क अब फेसबुक पेजहरू छ भने उहाँहरूसँग म कुरा गर्छु नि। उहाँहरूको चाहिँ पेज, तपाईँहरूको कुनै पेज छ, पेजहरू केही? हजुर, हाम्रो इन्स्टाग्राममा पेज छ ग्लो एन्ड ग्लेज भनेर, तपाईले त्यहाँबाट पनि अर्डर दिन सक्नुहुन्छ। त्यसमा हाम्रो क्याटलग पनि छ विथ डिजाइन्स एन्ड फ्रेग्रेन्सेस, तपाईले त्यहाँबाट मात्रै अर्डर दिँदा भइहाल्यो। अनि डेलिभरी अल ओभर नेपाल, डेलिभरी अल ओभर नेपाल छ। हस्, उहाँले पनि आफ्नो हजुरको कुनै ब्रान्ड होइन आफू यो देखाइदिनु नि यसमा। तपाईँले यो देख्न सक्नुहुनेछ होइन, ग्लो एन्ड ग्रेन्स बर्न टाइम 12 hours hand process in Nepal, made with natural ग्लो। उहाँले चाहिँ तपाईँले यो यहाँ सुन्नु त, तपाईँले यो आइडिया चाहिँ कहाँदेखि आयो यति राम्रो? मैले यो कस्तुरी भनेको चाहिँ नि मैले प्रयागराजमा चाहिँ जाँदाखेरि माघु मेलामा जाँदाखेरि चाहिँ मैले त्यहाँनिर कस्तुरीको मैले गन्ध सुँगेको थिएँ क्या त्यो। अनि त्यही गन्धले चाहिँ मैले यो एकैछिनमा पकारिहालेँ। मसँग दुईवटा छ क्या यति त्यो खालको कस्तुरी छ, त्यसको चाहिँ मैले रुममा राखेको भने नि पुरै रुम स्मेल गर्छ क्या। हस्, अहिले यति नै, मलाई पनि लेट भइसकेको छ होइन। म अब अन्तै बिर्तामोड आइपुगेँ। यहाँदेखि चाहिँ अब भद्रपुर मेची पुल, त्यहाँ चाहिँ मेरो ज्वाइँको घर छ होइन। म त्यहाँ चाहिँ अब गइकन बहिनी र ज्वाइँलाई चाहिँ भेट्छु सरप्राइज तरिकाले। भयो भने म त्यहाँको पनि अब अपडेट्सहरू म तपाईँहरूलाई दिनेछु। हस्, अहिलेलाई यति नै, बाँकी चाहिँ अर्को पेजमा एकचोटि पोस्ट दिनु ल सबैजनाले। सबै दुकानदार